यहाँहरू सम्पूर्णलाई नमस्कार। म चाहिँ आज चाहिँ हलेसी तुवाचुङ नगरपालिका खोटाङमा स्थित बुङ्गालुङ अर्थात् ढुङ्गे बगैँचामा चाहिँ यहाँ आइपुगेको छु होइन। घुम्दै फिर्दै अथवा यहाँको रमितहरू यहाँको धेरै यो बुङ्गालुङको विषयमा धेरै सुनेकोले गर्दाखेरि यहाँ घुम्न आएको छु र यहाँहरूलाई म सामान्यतया यो बुङ्गालुङ अथवा बुङ्गालुङ चाहिँ को विशेषताहरू देखाउन गइराखेको छु। अब हामीले आफ्नो घर आँगनमा बगैँचामा घर आँगनको बगैँचामा अथवा करेसा बारीतिर हामीले जसरी फुलहरू होइन विभिन्न किसिमको फुलहरू रोप्छौँ, त्यसै गरी नै यो ठाउँमा चाहिँ मैले अघि एकचोटि सबै अवलोकन गरिसकेको छु। त्यही भएर यहाँहरूलाई अवलोकन गरिसकिवरी मात्रै यो भिडियो बनाइराखेको छु। यहाँ चाहिँ त्यसरी नै हाम्रो बगैँचामा घर आँगनको बगैँचामा फुलहरू जसरी रोपिन्छ त्यसै गरी नै यहाँ चाहिँ ढुङ्गाको होइन बगैँचा जस्तै नै देखिएको छ रहेछ जस्तै अब। तर यहाँको जुन यो ढुङ्गाहरू छ, यो ढुङ्गा चाहिँ प्राकृतिक रूपमा आफै अनौठो किसिमको छ। यसको बनोटहरू जुन हामीले देखेको ढुङ्गाहरू भन्दा अनौठो किसिमको छ। हामीले सलक्क परेको अथवा ठुलो सानोहरू होइन ढुङ्गाहरू देखिन्थ्यो भनेदेखि यहाँ चाहिँ विभिन्न किसिमको आकृतिमा बनेको छ यो ढुङ्गे पार्क चाहिँ होइन। जस्तै तपाईँहरूलाई म एक गरेर देखाउँछु। जस्तै पहिलो ढुङ्गाको बनोटहरू हेर्नुहोस् त। यो हामीले देखेको ढुङ्गाहरू भन्दा होइन आफ्नै किसिमको छ। यसमा कुनै मानव निर्मित होइन, यो प्राकृतिक रूपमा नै बनिएको ढुङ्गा हो। अब यो है यहाँ चाहिँ विभिन्न किसिमका यस्ता किसिमको ढुङ्गाहरू आफ्नो किसिमले बनेको ढुङ्गाहरू छ। यसमा यो फरक किसिमको ढुङ्गाहरू छ र यो निकै नै क्षेत्रफलमा फलेको छ। अब कति क्षेत्रफल भनेर त मैले अब रिसर्च गरेको छैन। यो म सिर्फ एउटा सुनेको भरमा होइन, एउटा घुम्न आएको, त्यसले गर्दाखेरि यति उमा फैलिएको छ भन्ने कुराहरू म जानकारी दिन सक्दिनँ। तर यहाँ आइसकेपछिबाट आज अब दिन पनि खुलेकोले गर्दाखेरि होइन तपाईँहरूको यो उत्तरपट्टि यो यहाँनिर यो बस्ने पार्कहरू पनि छ होइन, थुप्रै ठाउँ रहेछ। जस्तै अब यहाँ वरिपरि यसलाई चाहिँ तारबार पनि गरिएको छ नगरपालिकाद्वारा होइन। यो भयो पस्ने गेट त्यहाँ परबाट। जस्तै अब यहाँबाट उत्तरतिर हेर्दाखेरि तपाईँको हिमाल देखिन्छ। यो कुन हिमाल हो त्यो चाहिँ थाहा छैन होइन। जस्तै यहाँबाट यसरी हिमाल देखिएको छ भनेपछि यो पार्क चाहिँ यो पल्लो डाँडादेखि तलैसम्म रहेछ। र यो पार्कमा चाहिँ अब नगरपालिकाद्वारै होला एक्सर्साइज गर्ने अथवा जिमको सामानहरू, अब आउटमा गर्ने जिमको सामानहरू सबै नै दुई ठाउँ राखिदिनु भएको रहेछ। यो ढुङ्गा ल हेर्नुहोस् त, तपाईँहरू आफै हेर्नु त यो ढुङ्गाको बनोट होइन। ल यो सबैतिर नै यो ढुङ्गाको बनोट चाहिँ यही किसिमको छ। यसरी नै होला यो ठाउँमा थुप्पु भएर ढुङ्गे बगैँचा अथवा अब किराँतीहरूले चाहिँ अब यहाँ चाहिँ यो ठाउँ चाहिँ विशेष गरिकन हलेसी भनेको ठाउँ चाहिँ विशेष गरिकन किराँतीहरूको बसोबास भएको ठाउँ होइन भएकोले गर्दाखेरि यसलाई बुङ्गालुङ पार्क पनि भनिएको छ होइन। बुङ्गा भनेको ढुङ्गा होइन, ढुङ्गे बगैँचा। ल हेर्नुहोस् त यो ढुङ्गाको आकार प्रकार अथवा बनोट हेर्नुहोस् त। यो खालको बनोटहरू अब हामीले ढुङ्गा त थुप्रै देखिन्छ, थुप्रै किसिमको ढुङ्गाहरू छ। तर यो किसिमको ढुङ्गाहरू चाहिँ यो प्राकृतिक रूपमै बनेको ढुङ्गा हो। यो सबै ठाउँ नै यस्तै छ
सबैतिर नि अब यही ढुङ्गा यही खालको ढुङ्गाहरू नै छ। यसरी चाहिँ म तपाईँहरूलाई छिरी हैन जस्तै ल यो भयो यसरी चाहिँ ठाउँ ठाउँमा यो खालको ढुङ्गाहरू छ। म धेरै त जानकार छैन, यो सुनेकोले गर्दाखेरि म पनि यस सम्बन्धी अब अध्ययन गरेको छैन। यो कसरी भयो किन भयो हैन। यदि म रिपोर्टिङ गर्ने भएको भएदेखि अथवा कुनै किसिमको रिपोर्टिङ गर्ने हो भनेदेखि म यसको अध्ययन रिसर्च हैन यहाँका बुढापाकाहरूसँग अध्ययन गरेर नै आउँथे। तर म रिसर्चको रूपमा हैन, म एउटा रमाइलोको लागि हैन, किनभनेदेखि म हलेसी वर्षमा 2-3 महिना बस्दै नै आउँछु। तर अब यो पनि आफ्नो भाग्य अथवा समयले आफ्नो समय नआएसम्म नहुने रहेछ है। यहीँ हुँदाखेरि पनि म यो पल्लो घरसम्म यो पल्लो डाँडासम्म चाहिँ आएको थिएँ। तर त्यहाँदेखि यति हो हेर्ने अवसर जुरेको थिएन। अब आज मेरो समय आएको रहेछ, त्यसैले गर्दाखेरि मैले हेरेँ, अवलोकन गरेँ, मलाई राम्रो पनि लाग्यो, मजा लाग्यो हैन। ल तपाईँहरूले अब हेर्नुहुन्छ भनेदेखि ढुङ्गा ल अनौठो छ। यो सबैतिर नि यही खालको ढुङ्गा भने चाहिँ संरचना नै यही हो। यसमा अरू मानव निर्मित संरचना भनेको तपाईँको तारबेर लगाएको छ अलिअलि हैन। त्यसपछि गएर एउटा दुईटा बस्ने ठाउँ बनाइदिएको छ हैन। यो सबै प्राकृतिक रूपमै बनेको चिज हो। जस्तै यो परको यो होलेसुङ गढी हो, एउटा जङ्गल यो दाहिनेपट्टि देखिएको हैन। तल त्यो मूल रोड भयो भनेपछि यो यता हलेसी जाने, हलेसी बजार यहाँ पर छ हैन। तपाईँहरूलाई म परैसम्म गएर देखाउँछु। यहाँ आइसकेपछि चारैतिर खुल्ला रूपले रमित हेर्न चाहिँ पाइने रहेछ, पूर्व पश्चिम उत्तर दक्षिण हैन। यो तल खोजमा देखेको त्यो दुधकोशी हैन। यो पारी उदयपुर, यहाँबाट उदयपुर, ओखलढुङ्गा र सायद ऊ पनि देखिन्छ होला, सोलुखुम्बुको टुप्पो पनि देखिने हो हैन। यो भयो यो यता चाहिँ अब यो हलेसी क्षेत्रकै भयो, यो पारीतिर भयो हैन। जस्तै यो यस्तो छ। यहाँ अब 2-4 वटा चाहिँ मानव निर्मित यसरी पार्कहरू बनाइएको छ। यहाँ पार्कहरू बनाइएको छ 3टा, एउटा दुईटा तिनटा 4 ठाउँ बनाएको रहेछ। आएर बसेर यसो थकान लागिसकेपछिबाट बस्ने ठाउँ पनि नगरपालिकाले यो गरिदिएको रहेछ। जस्तै तपाईँको यहाँ हेर्नुहोस् है त, यो ल यो अब यो ढुङ्गा मान्छेले आएर खोपेको त होइन होला हैन। यो प्राकृतिक रूपमै यस्तो छ। यी तपाईँहरूलाई म एक एकवटा हैन ढुङ्गाको मैले सकि जतो, तर मेरै छायाले घाम उल्टो परेकोले गर्दाखेरि मेरै छायाले छेक्दो रहेछ। ल यो किसिमकोहरू छ हैन ढुङ्गाहरू। अब यसमा अध्ययन गर्ने हो भनेदेखि विभिन्न किसिमको उहरू पनि आउलान्। त्यसै गरिकन ल यो है ढुङ्गाको विशेषता, यहाँको विशेषता। हजुरहरू पनि प्रकृति प्रेमी हैन, यो किसिमको प्रकृतिलाई माया गर्ने हुनुहुन्छ भने कृपया आउनुहोस् हैन। यो हलेसी तुवाचुङ नगरपालिका तपाईँको तल बाटोमै एउटा होलेसुङ पार्कको होलेसुङको स्तम्भ छ, अथवा त्यसमा होलेसुङ पार्क लेखेको छ। त्योभन्दा आउँदाखेरि तपाईँ दाहिने साइड लाएर आउने हो, धेरै छैन, करिब 1 किलोमिटर त होला जहाँसम्म लाग्छ। 1 किलोमिटर अगाडि आइसकेपछिबाट तपाईँको बाटो चाहिँ अफ रोड हो। यो पार्क आइन्छ, आउनुहोस् हैन। आधी घन्टा, धेरै समय पनि पर्दैन। तपाईँहरू यदि अब कामले हिँड्नु भएको त काममै व्यस्त भइन्छ, काममै पुग्ने चटारो हुन्छ। तर जो समय व्यतीत गर्न चाहनुहुन्छ, जो म रमाइलो गर्न हिँडेको हुनुहुन्छ हैन, कुनै ठाउँमा हुन त आफ्नो गन्तव्य हुन्छ पुग्ने, तर पनि यो ठाउँ पनि घुमेर यो प्रकृतिसँग, किनभने यहाँदेखि चारैतिर कहीँ कतै
केही पनि छेकेको छैन। तपाईँलाई मैले अघि हिमाल पनि देखाइसकेको छु हैन। जस्तै ल यो साइड अब हिमाल छ हैन, र यो चाहिँ त्यो तारबार पनि लगाएको छ, तारबार हैन। यसरी चाहिँ ल हिमाल पनि देखिन्छ। तपाईँहरू मनोरञ्जनको लागि, रमाइलो लागि, ठाउँ एक्सप्लोर गर्नको लागि हिँड्नु भएको छ भने चाहिँ यो ठाउँमा अवश्य आउनु हुन म अनुरोध गर्दछु। जस्तै अब यहाँ एउटा बोर्ड रहेछ बुङ्गालुङ हैन, बुङ्गालुङ। र यो बोर्डको विशेषता भनेको चाहिँ यहाँ दुईटा चराको यो एन्टी लाइट परेकोले गर्दाखेरि, मोबाइलबाट खिचेकोले गर्दाखेरि जुन देखाउनु पर्ने चिज प्रष्ट देखिएको छैन। हङ्रायो तयामा र धनेश खियामा हैन। यो चाहिँ दिदी बहिनीको नाम चाहिँ यहाँ छ हैन। अब धनेश चाहिँ बहिनी, खियामा, तयामा चाहिँ हङ्रायो रहेछ हैन। ती दुई चराहरू चाहिँ हङ्रायो र धनेश चाहिँ दुई दिदीबहिनी तयामा र खियामालाई चाहिँ खियामाको चाहिँ प्रतिरूप मानिने हामी किराँत चामलिङहरूले चाहिँ त्यसरी मानिएको छ र यहाँ यो राखिएको रहेछ। अब यो यता पनि भयो हैन। यहाँनिर तपाईँको यो देखियो पार्क हैन। यो हुन त अब मैले सम्पूर्ण चिजहरू भिडियो यसो गर्दा त निकै लामै बनिने रहेछ हैन। सबैलाई भिडियो हेर्ने फुर्सद पनि हुँदैन, अनि त्यसले गर्दाखेरि अब यहाँनिर चाहिँ तपाईँलाई मैले अलिकति योभन्दा उता पनि देखाउन खोजेको हो हैन। ठाउँहरू छ भनेर विशेषता हैन। ल तपाईँको ढुङ्गाको आफ्नै किसिमको विशेषताहरू छ, यहाँ भएका विशेषताहरू छ। यहाँ चाहिँ पोखरी बनाउनु, यो चाहिँ मानव निर्मितै हो। यो मानव निर्मित पोखरी हो। यो कुन प्रयोजन र कुन उद्देश्यको लागि बनाउनु भयो त्यो त अब थाहा छैन, तर पनि अब यहाँ छ, यहाँ हुनुहुन्छ हैन। तपाईँहरूलाई म यो कम्प्लिट नै गरेर देखाउँछु। अलिकति लामो चाहिँ भयो, बोल्न पनि अब मसँग खासै शब्दहरू केही छैन, किनभने यो सम्बन्धी अध्ययन अनुसन्धान नभएकोले गर्दाखेरि र एउटा सिर्फ मनोरञ्जन गर्न मात्रै आएकोले गर्दाखेरि मैले भिडियो मेरो वर्षौँदेखिको चाहना, जहिलेदेखिको यो बुङ्गालुङ भन्ने नाम दियो अथवा रक गार्डन भन्ने नाम दियो, मैले त्यो बेलादेखि आउन चाहना गरेको, तर त्यो सम्भव भएन। त्यसै गरिकन यहाँ चाहिँ किराँतहरूको प्रतीक अथवा पवित्र वस्तु वाबु बनाउनु भएको रहेछ हैन। यहाँ चाहिँ वाबु पनि छ यसरी हैन। ल ढुङ्गाहरू, ल हजुरहरूलाई मैले ढुङ्गाहरू विस्तृत रूपमै देखाइराखेको छु। यहाँ हेर्नुहोस् त, धेरै फास्ट पनि नगरिकन ल यो किसिमको ढुङ्गाहरू छ। यो चाहिँ मानव निर्मित चिन्डो हो हैन। त्यसै गरिकन यहाँ चाहिँ एक्सर्साइज गर्नको निमित्त अथवा जिम गर्नको निमित्त चाहिँ नगरपालिकाले नै होला एक्सर्साइज गर्ने जिम हल जस्तो, काठमाडौँमा भनेदेखि जिम हल हैन। त्यो चाहिँ अब कोठामा गरिन्थ्यो भने, कोठाभित्र गरिन्छ भनेदेखि यो चाहिँ अब खुल्ला रूपमा प्राकृतिक रूपमा जिम गर्ने ठाउँ बनाइदिनु भएको छ। तर यहाँ यो जिम अहिलेसम्म सुरक्षित नै रहेछ, किनभने केटाकेटीहरू त्यति आइपुग्दैन हैन आउने भनेको। र कुनै पनि यहाँ भएको जिमका सामानहरू चाहिँ बिग्रेको छैन, जस्ताको तस्तै नै छ। मैले अघि पनि एकचोटि निरीक्षण गरिवरी फेरि गएर सबैतिर निरीक्षण गरिवरी हैन चाहिँ
गएर फेरि यसरी भिडियो बनाएको कहाँ कतिसम्मको हुन्छ के देखाउनु पर्ने भन्ने कुरा हैन यो चाहिँ यस्तो छ। जस्तै अब यहाँ चाहिँ तपाईँको बाटो हैन, यो बाटो पनि छ। यो चाहिँ हामी चाहिँ यताबाट चाहिँ उता काठमाडौँबाट आउने बाटोबाट छिरौँ। यो चाहिँ फेरि यता फर्किँदाखेरि हलेसीबाट आउने ठाउँको लागि बनाउँदै गरेको होला यो बाटो। यो बाटो चाहिँ म तपाईहरूलाई एकछिन धैर्य गरेर हेरिदिनु हुन हार्दिक अनुरोध गर्छु। यो किनभनेदेखि यो बाटो यतिकै बनाएन, यसको पनि महत्त्व छ यहाँ। तर निकै परै जस्तै अब यहाँ पनि एउटा फ्रेम बनाउन आँट्नु भएको रहेछ। के को फ्रेम हो त्यो थाहा छैन है। अब हलेसी बजार हलेसी थान त्यहाँ देखिसकिएको छ। त्यसै गरिकन यो हलेसी बजारहरू हो यो परको देखिएको। अब यो चाहिँ ल है, पर चाहिँ अलिक सानो सानो खालको ढुङ्गाहरू थियो भनेदेखि यहाँ चाहिँ अलिकति चट्टान खालकै पनि छ। ठुलो ढुङ्गा पनि छ, तर त्यो ठुलो ढुङ्गाहरू पनि आफ्नै किसिमको, त्यो सामान्य ढुङ्गा जस्तो छैन। यो अलिक ठुलै छ यो हैन, यो खालको ठुलो चट्टानहरू छ। ल अब यहाँ यो यस्तो छ यो अब यसरी चाहिँ यो यहाँ चाहिँ पस्ने गेट बनाउनु भएको छ। यो पनि आफ्नै किसिमको मौलिक किसिमकै छ। यहाँ यो ढुङ्गाले बनिएको गेट छ हैन। यहाँबाट पनि तपाईँ हाम्रो प्रवेशद्वार रहेछ भनौँ न, एउटा प्रवेशद्वार रहेछ। यहाँ तल पनि त्यो गेट छ, तर म तलसम्म पुगिनँ। अब त्यहाँ पनि जिमको सामानहरू गेट छ। यो परको देखिएको हलेसी थान हो, यो हलेसी बजारहरू हो। ल यति भन्दै यहाँहरूबाट म बिदा हुन चाहे। यहाँ चाहिँ अलिक ठुल्ठुलो खालको चट्टानहरू छ, तर ठुल्ठुलो भए पनि बनोट चाहिँ त्यही परकै जस्तो छ। यो भयो हैन, यसरी चाहिँ बनेको छ यहाँको बुङ्गालुङ पार्क अथवा ढुङ्गे बगैँचा हैन। ढुङ्गे बगैँचा चाहिँ यस्तो छ। तपाईहरू प्लिज मनोरञ्जनको लागि, तपाईहरु समय मनोरञ्जनै गर्न, घुम्नैको लागि, ठाउँहरू एक्सप्लोर गर्नकै लागि आउनु हुँदैछ भने चाहिँ कृपया यो ठाउँ पनि आएर एकचोटि आधी घन्टा, धेरै हैन, तपाईको मेन सडक हाइवेबाट 5-7 मिनेटमा बाइकमा आइपुगिन्छ। त्यसपछि आधी घन्टा घुम्नु पनि भयो भनेदेखि तपाईहरुलाई पनि आनन्द आउनेछ। हजुर ल यति भन्दै मैले यहाँ भएको सबैभन्दा ठुल्ठुलो चट्टान देखाउँदै मेरो भिडियो अन्त्य गरे। हस्त नमस्कार।